एज अ सेकेन्ड भिडियो हो यो चाहिँ होइन। तपाईँहरूसँगै युट्युबमा चाहिँ ग्रो गर्न म पनि आइसकेको छु, एउटा नयाँ ऊर्जाका साथ, एउटा नयाँ हिम्मतका साथ, एकदम मोटिभेसनका साथ आइसकेको छु। मलाई पनि सपोर्ट गर्नुहोला, मलाई पनि साथ दिनुहोला। म एकचोटि फेलियर भइसकेँ र मैले एउटा फेलियरको एउटा भिडियो पनि राखिसकेको छु, मेरो फेलियर स्टोरी अन युट्युब भनेर होइन। त्यसलाई पनि हेर्न सक्नुहुन्छ तपाईँहरूले। र अब चाहिँ नयाँ ढङ्गले मैले स्टार्ट गर्ने चाहिँ प्लान गरेको छु। के गर्दाखेरि ठिक हुन्छ होला, कसरी अगाडि लैजाँदाखेरि ठिक हुन्छ होला, कस्तो कस्तो कन्टेन्ट ल्याउँदा ठिक हुन्छ होला, त्यो पनि मैले सल्लाह सुझाव मागेँ तपाईँहरूसँग। र सानो सानो हामी जस्तो सानो सानो युट्युबरहरूले चाहिँ कसरी ग्रो गर्ने होइन। लेट्स से हिजो मेरो 0 थियो होइन, मेरो सब्सक्राइबर कति पनि थिएन। र आज चाहिँ हिजोदेखि आजसम्म आइपुग्दाखेरि चाहिँ मेरो 2वटा मात्रै सब्सक्राइबर बढेको छ होइन। त्यो पनि के भन्दाखेरि म आफै नै हो त्यसको चाहिँ सब्सक्राइबर पनि। किनभने अरूले त कसैले हेरेकै छैन होइन, मेरो च्यानललाई कसैले पनि हेरेको छैन, स्टोरी सुनेको छैन। त्यही भएर चाहिँ म बाध्य भएर मैले आफ्नो च्यानलमा आफै भ्यू गरेँ होइन, आफै हेरेर अरू च्यानलबाट चाहिँ मैले हेरेर चाहिँ अनि सब्सक्राइबर पनि म आफै बनेँ होइन। अनि सुरुमा गाह्रो हुन्छ, थाहा छ। मेरो अरू च्यानल पनि जुन म फेलियर भएको थिएँ अरू च्यानलमा, त्यो च्यानल पनि यस्तै गरेरै स्टार्ट भएको थियो होइन, धेरै 5-6 वर्ष अगाडि नै। तर त्यसमा मैले राम्रोसँग त्यति धेरै गर्न नसकेको भएर चाहिँ मैले यो नयाँ च्यानल चाहिँ खोलेको छु, जसमा चाहिँ एक दिनमा 2जना सब्सक्राइबर चाहिँ बढाएको छु। त्यो चाहिँ को भन्दा म आफै नै हो होइन। मेरो स्टोरी अब भर्खरै नयाँ कन्टेन्ट क्रिएटरलाई चाहिँ गाह्रै हुन्छ, त्यो मलाई पनि थाहा छ। तर अब चाहिँ कुन वेले कसरी जाँदा चाहिँ ठिक हुन्छ होइन, लेट मी नो। र साथ सपोर्ट हामी सानो सानो युट्युबरहरूले हामी एकअर्काले चाहिँ सपोर्ट गरेरै अगाडि पुग्ने हो होइन। के थाहा भोलि होइन, भोलि राम्रो पनि हुनसक्छ, करियर पनि देख्न सकिन सक्छ। अहिले त इन्ट्रेस्ट एकदमै धेरै नै इन्ट्रेस्ट भएको कारणले चाहिँ अहिले म फेरि नयाँ ऊर्जाका साथ आएको छु। र पछि करियर बनाउन सकिन्छ कि होइन, के अब सबै धेरैजनाले त बनाइरहेको छन्, गर्नु पनि सकिन्छ भन्छन्। त्यही कन्सिस्टेन्सीको कुरा छ, यहाँ पेसेन्सको कुरा छ होइन, अनि क्वालिटी भिडियो भन्ने कुरा छ। अब क्वालिटी भिडियो भनेको अब बाहिर गएर भिडियो खिच्न कति पोसिबल हुन्छ त्यो चाहिँ थाहा भएन होइन। अब त्यो पनि मिलेसम्म चाहिँ गर्ने कोसिस चाहिँ गर्नेछु मैले। त्यो बाहेक चाहिँ मैले नयाँ नयाँ टपिकहरू लिएर आएर होइन, एउटा इमर्जिङ इस्युजहरूमा चाहिँ हामी छलफल गर्नेछौँ। एक्टिभली पार्टिसिपेट भइदिनु होला मेरो च्यानलमा। मैले पनि अरूलाई सानो सानो क्रिएटरहरू चाहिँ एकजुट बनेर चाहिँ अनि हामीले एकअर्कालाई सपोर्ट गर्न सक्यौँ भने चाहिँ पक्कै पनि हामीले पनि केही गर्न सक्छौँ। तर अहिले चाहिँ सानो क्रिएटर को हो भन्ने पनि त्यति धेरै थाहा भइरहेको छैन, किनभने इन्डियामा त यति धेरै देखिरहेको हुन्छ, भिडियो पनि आइरहेको हुन्छ होइन, फर आइरहेको हुन्छ। तर हाम्रो नेपाली च्यानलहरूमा त्यति धेरै देखिँदैन कि, त्यति धेरै खोइ मेरोमा नआएको हो कि के हो होइन, मैले त्यति धेरै थाहा पाएको छैन। मैले सर्च पनि गर्छु, सर्च गर्दाखेरि पनि त्यति धेरै देखिन्न। अनि मेरो च्यानल त हिजो मात्रै खोलेँ मैले, मेरो च्यानल त सर्च गर्दा पनि देखिँदैन। किन त्यस्तो हुँदो रहेछ, यो चाहिँ अचम्म लाग्यो मलाई होइन। किनभने अब हामी भनेको त 0 सब्सक्राइबर भएको नयाँ च्यानल त 0 सब्सक्राइबर नै हुने भयो होइन। त्यस्तो च्यानल त सर्च गर्दा पनि नभेटिने रहेछ है। अनि पछि मैले मेरो च्यानललाई आफै त्यहाँबाट अनि सेयर गरेँ होइन, अन्त सेयर गरेर मेसेन्जरहरूमा सेयर गरेर त त्यहाँबाट बल्ल क्लिक गरेर भ्यू गरेको हो कि मैले। मेरै आफ्नै च्यानल पनि हेर्न नमिल्ने, सर्च गर्दाखेरि नभेटिने, यो के कारणले हो, यो अलिकति भने नि। अब नयाँ पनि टेक्निकल वेमा चाहिँ हामी अझै पनि अन्न नै छौँ होइन, धेरै कुराहरू थाहा छैन। अब बिस्तारै बिस्तारै सिक्दै जाने हो, गर्दा गर्दै जानिएला सायद। त्यो भन्दै गर्दा चाहिँ हामी सानो सानो कन्टेन्ट क्रिएटरहरूले होइन, युट्युबरहरूले चाहिँ एकअर्कालाई सपोर्ट गर्न सक्यौँ। यो मेरो भिडियो चाहिँ तपाईँहरूको फर आयो भने चाहिँ प्लिज स्किप नगरिदिनु होला, हेर्नु होला। हामी एकअर्काले अब सपोर्ट गरौँ होइन, सब्सक्राइब बढाउँ, सपोर्ट गरौँ। यसै गरी मिलेर अगाडि बढाउँ, मिलेर ग्रो गरौँ होइन। त्यही भएरै मैले मेरो च्यानलको नाम पनि ग्रो विथ स्याङ्स भनेर राखेको छु। च्यानलको नाम चाहिँ मैले धेरैचोटि सोचेँ होइन, हिजो नै मात्रै क्रिएट गरेको, धेरै सोचेर चाहिँ। अनि ठिकै छ, 0 लेभलबाट स्टार्ट भएको छ, किनभने नयाँ हिम्मत नयाँ ऊर्जाका साथ म आएको छु अहिले, एकदम आफ्नो ओरिजिनल कन्टेन्ट लिएर। त्यो इन्ट्रेस्ट लाग्यो भने चाहिँ सुनिदिनु होला। अब यस्तो बिजी टाइम छ अहिले, बिजी समय छ होइन, सबैलाई आफ्नो गर्नुपर्ने छ, रफ्तार छ होइन, कसैलाई फुर्सद चाहिँ छैन यहाँ। त्यही पनि सुन्न मन लाग्छ भने होइन, लेट्स से अब कन्टेन्टहरू चाहिँ के आउँछन् होइन।
टपिकहरू के आउँछन् त्यही नयाँ इस्युमा आफ्नो लाइफको कुराहरू होइन एक्सपिरियन्सहरू अरू देखेको भोगेको सबै कुराहरू चाहिँ हामी सेयर गर्नेछौँ यो च्यानलमा 4000 वाच आवर चाहिन्छ अनि 1000 सब्सक्राइबर चाहिन्छ होइन यो अहिलेको हाम्रो लक्ष्य भनेको चाहिँ यही नै हो यसलाई चाहिँ हामी मिलेर तपाईँ हामी मिलेर चाहिँ एचिभ गरौँ यो गोल चाहिँ एचिभ गरौँ भन्न चाहेँ त्यसको लागि हामी सबैको सपोर्ट चाहिन्छ किनभने यसले चाहिँ सबैलाई फाइदा गर्छ विन विन स्ट्राटेजी हो नि त यो त तपाईँलाई पनि फाइदा हुन्छ मलाई पनि फाइदा हुन्छ भनेपछि यो जगतलाई नै फाइदा हुने कुरा हो फाइदा हुने कुरामा हामी सबैजनाले सपोर्ट चाहिँ गर्नुपर्छ र एकअर्कालाई हेल्प गर्दै अगाडि बढौँ सबैजना सानो सानो युट्युब क्रिएटर्सहरूलाई र ठुलो यदि यो तपाईँहरूलाई यो भिडियो ठुलो युट्युब च्यानल छ युट्युबरहरूलाई पनि पुगेको छ भने चाहिँ सानसानोहरूलाई पनि मौका दिनुहोस् तपाईँहरूले पनि हामीलाई सपोर्ट गर्नुहोस् भन्न चाहेँ है त्यसको लागि म अहिलेदेखि धेरै धेरै धन्यवाद दिन्छु र पहल पनि गर्छु र भोलि फेरि नयाँ नयाँ कुराहरू लिएर आउने नै छु त्यतिन्जेलसम्म नमस्कार।